हजुरहरू म पनि ठिकै छु। जहाँ चाहिँ म अफिसमा जान लाग्छु एकदमै चिसो भएको छ यहाँ चाहिँ अब। र मेरो दाइ चाहिँ अब हामीहरू बजारतिरको लागि चाहिँ हिँडिसकेका छौँ अटोमा छौँ अहिले। ल हेर्नुहोस् अब त्यही हो गाइस चिसो भयो पनि अब ड्युटी चाहिँ गर्नै पर्छ। त्यही हो गाइस एकदमै चिसो भएको छ दाइ। गाइस यहाँतिर गाउँ चाहिँ यो तरिकाको छ एकदमै मजाको तिनतारा भन्ने ठाउँ हो यो चाहिँ गड्डा चौकीको तिनतारा भन्ने ठाउँ हो यो 10 नम्बर वडामा पर्छ गाइस यो ठाउँ चाहिँ एकदमै मजाको क्या मिलेको गाउँ रहेछ गाइस। ल बच्चाहरू मजाले खेलिरहेछन् गाइस यतातिर चाहिँ हो हेर्नुहोस् यस्तो चिसोमा पनि क्या मजाले खेलिरहेछन् बच्चाहरूले चाहिँ। ल हजुरहरू हेर्न सक्नुहुन्छ गाइस। ल हेर्नुहोस् हामीहरू चाहिँ अब यहाँ पुलनिर पुगिरहेछौँ। यो चाहिँ भुजेलाको पुल रहेछ गाइस सानै पुल हो यो चाहिँ उ हेर्नुहोस् गज्जरको पुल यस्तो लोकेसन छ गाइस यतातिर चाहिँ उ हेर्नुहोस् क्या मजाको हेर्नुहोस् गाइस यहाँ खाल्डोखुल्टीहरू पनि धेरै छन्। अब पानी परेपछि चाहिँ एकदमै अप्ठ्यारो हुन्छ होला यतातिर चाहिँ त्यही हो गाइस उ हेर्नुहोस् फिल्महरू पनि सुटिङ हुन्छ क्या हो है यतातिर म्युजिक भिडियोहरू। हेर्नुहोस् गाइस राति महेन्द्रनगर बजारको दृश्य यो चाहिँ महेन्द्रनगर बजारको दृश्य हो गाइस तपाईँहरू हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो कोब्रा डान्स बार हो महेन्द्रनगरमा रहेको चाहिँ हो हेर्नुहोस् यो तरिकाको छ गाइस हाम्रो महेन्द्रनगर चाहिँ तपाईँहरू हेर्न सक्नुहुन्छ गाइस। तपाईँहरू हामीहरू चाहिँ मोमो खानको लागि चाहिँ यहाँ छौँ। राजा चाहिँ यहाँ मजाले गइसक्नुभयो गाइस। ओ हेर्नुहोस् गाइस यो त हेर्नुहोस् मोमो खानको लागि आएको थियौँ हामीहरू चाहिँ यहाँ चाहिँ मोमो खानको लागि आएको थियौँ गाइस हामीहरू चाहिँ यहाँ महेन्द्रनगरमा हाम्रो ट्याकको मोमो एकदमै मिठो बनाउनु हुँदो रहेछ ऊ। ल गाइस हेर्नुहोस् हामीहरू चाहिँ मोमो खानको लागि चाहिँ यहाँ बसिसकेका छौँ। हेर्नुहोस् यस्तो मजाको क्या चिसो मौसम हाम्रो भाइरल मोमोवाला दाइ चाहिँ ऊ हेर्नुहोस् गाइस हजुरहरू हेर्न सक्नुहुन्छ। हामीहरू चाहिँ ठ्याक्कै यो गङ्गोत्री होटलको बाहिरपट्टि छौँ। ल हेर्नुहोस् गाइस हाम्रो राजा चाहिँ ऊ चिसो मौसमको मजा लिइरहेछन् गाइस। कस्तो भएको छ राजा मोमोको स्वाद चाहिँ। ल हेर्नुहोस् गाइस हामीहरू चाहिँ यहाँ छौँ गाइस ऊ यहाँ बसिरहेको छौँ मजाले मोमो पनि खाइयो गाइस। अब हामीहरू चाहिँ घरतिर जान्छ एकदमै चिसो भएको थियो है चिसोमा चाहिँ मोमोको मजा लिँदै बसियो 10-15 मिनट चाहिँ हाम्रो मोमो दाइको यहाँ चाहिँ हेर्नुहोस् बजारतिर चाहिँ यस्तो अब सुनसान बन्द भइसकेको छ भनौँ। बजारको अब भिडभाड एकदमै घटिसकेको छ पातलो भइसक्यो भनौँ। अब मान्छेहरूको सङ्ख्या चाहिँ अब सबै अब चिसोको कारणले चाहिँ सबै घरतिर गइसकेका छन् गाइस। अब हामीहरू पनि अब घरतिर जान्छ एकदमै चिसो भएको छ अब माथिबाट चाहिँ। ल गाइस हामीहरू चाहिँ अब घरतिरको लागि चाहिँ हिँडिसकेका छौँ। ल हेर्नुहोस् हजुरहरू ए पर थोडा काम थियो बाबा एकजना हाम्रो धीरज चन्दको साथीको मेरो सायद बन्नु थियो न अहिले काम थियो भने सात आगे बने होते ठीक नहीं बने यो क्रीम रोल ले दिया था किले बनियो बिण बनियो था बिसर के मन में ल हेर्नुहोस् गाइस ल बसुर्ती ये ले हेर्नुहोस् गाइस सूर्य उदय हो कब जङ्गलबाट उदयनको गाइस भित्र कहीँ बसिरहनु सबै मेरो घरको सबैजना भित्र बस्नु भएको छन्। ल हेर्नुहोस् गाइस डान्स गरिरहेछ मम्मी चाहिँ यहाँ बस्नु भएको छन्। हेर्नुहोस् के धेरै हो ल हेर्नुहोस् जान्छौँ सम्पूर्ण घर परिवारको साथमा। त्यही भएर अब मेरो भ्लग हजुरहरूलाई मनपर्छ भने चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु गाइस। म चाहिँ हजुरहरूलाई बाई गाइस गुड नाइट।